हाई गाइज मेरो आज यो फर्स्ट भ्लग हो है। आज होलीको दिन हामी ट्राई गर्दै हो भ्लग बनाउनलाई। हामी चाहिँ आज बाहिर निस्किन लागेछौँ। आज मेरो माइतमा खाना बोलाउनु भएको छ। सो यहाँ एउटा हाम्रो गिटारिस्ट भाइ हुनुहुन्छ है यहाँ। मेरो भ्लगमा तिमीलाई स्वागत छ। हेलो कतै नि बजाएको गिटार ल आइसक्यो बजाउनु। क्यामेरामा लजाउनु भयो है। अब हामी रेडी हुँदै हो अनि एकछिनमा हामी निस्किन्छु। अब हामी यहाँ जुत्ता सुत्ता लगाएर निस्किँदैछौँ। हामी जुत्ता लगाएर उहाँले चाहिँ उहाँ यस्तो के हो यस्तो यो के हो यो भोलिको विशेष अवसरमा टक्क तालको छेउतिर गएर ट्राभलिङ चेयर टेबल पनि लगेर हामी चाहिँ बसेर आनन्द लिन सुसारमा छौँ। बाबा समयले साथी जाने हो फेवाताल हामी राडाताल जान पनि सक्छौँ त्यो पऱ्यो भने। यहाँ मान्छे कन्फ्युज भयो। राताल हो नि राताल हो नि जहाँ राताल जहाँ छ त्यही हो। कस्तो रे ल ठिक भएन त मैले ल चप्पल बोक्नुपर्छ कि है जुत्ता लगाएर। ए राम्रै भएछ ल राम्रो भएन त यो ल यति राम्रो भएर हिँडेछ ल रिसाउँछ अब के भन्ने र अचलको बच्चाहरू। हामी घरबाट निस्क्यौँ। के भएछ यो राखिदिनु है। के भएछ स्पिकर बनाउँ भनेको रेन्ज चाहिँ खोल्नै भयो। के त्यहाँ के भएछ ब्याट्रीको पानी के भएको यो तातो पनि सक्दैन सर्भिस बिग्रियो। गीत बोल्दैन ल अलि वहीँ गएर हेर म खोल्ने कुरा चाहिँ ढिलो भयो नि त वहाँ होला नि त नि के हो त नि त्यो अहिले चाहियो भने फेरि के गर्ने। अब हामी जाँदैछौँ। हाम्रो नयाँ पिच गरेको बाटो होइन भोलिको माहौल सुरु ए प्लेन उड्यो आऊ प्लेन उड्यो यो बाटो तिम्रो गाडीमा त चराले गु गर्दैछ हेर त। हाम्रो यो नयाँ खोलेको जिम है जिम हल नरमाया फिटनेस आज त पुरा बन्द रहेछ त। बच्चाहरू होली खेल्दैछ नि आऊ। ए आज मन्दिर पनि सरसफाइ हुँदो रहेछ ल। पुरा मन्दिर माथि मान्छे चढेर सरसफाइ गर्दै रहेछ। के नयाँ खोले जस्तो छ पोखरा के हो यो खै पोखरा सेक्वा घर भनेर ल। बाबु के छ तिम्रो खबर अनि तिमी ल भनिदेऊ त गेममै बिजी हो के गेम खेलेको नि। आकुमाया देखाइदेऊ न खै गेम खेलेको।
रिसाउन पाइएन नि त नि अनि हँ रिसाएर हेर त अनुहार त कालै रातै भएछ ल अमरसिंहको गेट पनि फालिदिएर खुल्ला भएछ होइन बाटो ठुलो गर्नलाई यहाँ पहिला गेट थियो पुरा बाटो बनाउने तिमी अरू बेलामा बेल्ट नलागिकन गाडी चलाउने होइन मामा लभर मामा लभर मामा लभर मामा त्यसपछि चाहिँ बेल्ट लगाइहाल्ने नि होइन यत्तरी भान्जाले किन मामालाई टेन्सन दिनु भनेर ए यहाँ पुरेर बसिन्छन् यहाँ यो भएन है 84 व्यञ्जन सेलाउँछ मान्छे छिटो खानु पर्यो मेरो सामान लगेन नि त नि अनि मामालाई छिटो फर्किनु पर्छ के भन्यो तिमीले त्यहाँ अब व्यञ्जनहरू सेलाइसक्यो छिटो जानु पर्यो भोक लाग्यो होइन होइन तिम्रो इन्टरभ्यू हुँदैन यहाँ अब राम्रोसँग बोल्ने त्यही भएर यताउता नभर्किकन नहराइकन आइसकेपछि अब बिहानको खाजा खाना हामी ढिलो भइसकेछौँ हामीले 9:30 बजेको हामी 10 बजे जान्छु भनेको आइपुग्छौँ हामी तर 11 बजे कति बज्यो 11 बज्न लागेछ अनि व्यञ्जन 15 मिनट बाँकी रहेछ ल त्यही भएर फर्किँदाखेरि तिम्रो सामान च्याट्टा छोड्नु मिल्छ सर हजुर पुरा बाहिर भ्यू मस्त हुनुहुन्छ ओहो ओहो अहिले चाहिँ ल्याए भए हुन्थ्यो त गिटार फेरि यहाँ ल्याए भने त्यसले दुस्न मारेको सरको भाइ उहाँ हुनुहुन्छ नि एउटा जन्मते भाइ यहाँको हामी पहिला स्कुल पढ्दाखेरि यत्रो ठुलो पहाड थियो यहाँ डिस्को अहिले त गायब डिस्को छैन खोला होला पुरा बाटो ठुलो भएछ तर यहाँ एकदम यहाँ चाहिँ अलिक गाह्रै पर्यो जाम पनि हुन्छ अहिलेलाई यहाँ बाटो बनाएको भएर अस्ति यहीँ एक्सिडेन्ट भएको भने देखेर थिएँ दुईवटा बाटो खोइ अहिले त एउटै बाटो भएछ नि त्यही होइन अहिले तल बाटो छ कहाँ छ तल खोला भइसक्यो के कुरा गरेको तलको बाटो छ के ऊ ए अब यताको बाटो पुरो लाग्यो नि त ल सब होली खेल्ने बच्चाहरू ए होलीको रमाइलो ह्याप्पी होली मेरो घर यस्तो थियो पहिला यस्तो राउन्ड थियो भत्काएर अहिले फेरि यस्तो कोठा भन्छ पुरै थर्किँदो रहेछ त साह्रो रहेछ ओहो चालु मात्रै कुरी चल खाइ त्यो अवस्थामा तिम्रो जुन झोला घरमै पर्ने अवस्था आफूले नपुग्ने कहाँ झोला पुगेर झरेको म घरबाट मान्छेहरू मेरो झोला घरमा छोडिदिए
आज होली खेल्ने अन्त होइन मम्मी पुरै पुग्दैन कि है काम छैन मम्मीको है होइन ज्ञानी भएको क्यामेरामा देऊ पाएँ म नुनु ल्याइदियो थ्याङ्क यू होइन त्यो झिक्दिनु न त पापु झिक्देऊ त उता उतै झिक्दिनु नि यो त लान्छु मैले अब यहाँ कौसी बारी छ कि ए ल यहाँ स्ट्रबेरी फलेछन् रे भनेर हेर्न आएको स्ट्रबेरी रातो रातो ल मैले टिपेँ है मैले टिपेँ रातो रातो स्ट्रबेरी यस्तो झुल चाहिँ कहाँबाट ल्यायो त नि मलाई चाहिँ छैन झुल अब फेरि पाएन अहिले हामीलाई पुगेको छैन एउटा लिएर आएको छु एउटा त्यसलाई यता पुग्ने लिएर आएको छु लसुन यो लसुन प्याज त यहाँ त पुरा लसुन मात्रै हो लसुन सबै लसुन हो प्याजै छैन त्यो के हो त नि यो लसुन हो पुरा होलसेल रहेछ त कसरी हाल्नु ऊ त्यो प्याज फुलफुले छैन हेर्न आएको त छैन ठुल्ठुलो छ भन्थ्यो त्यसलाई पेट दुख्छ अब हेरेको मैले टिपिनँ छैन हिजो लगेको त मैले क्याप्सिकमको अनि एउटाले मात्रै त फल्दैन सबै खाइरहेछ त्यो केटीले त दाइ पानी ल्याउ न पखालेर खाम ऊ धारामा आएछ कहाँ त्यो ढाल देखेन दिस इज फर मी ओइ के हो यो ल उफ्रेर खा ल ल ओके ल ओके ए उफ्रेर के बिचरा न ल ल एरिसा एरिसा यही खाकेर लिनु यो त पाके उ छैन होला यो त अमिलो हुन्छ होला अमिलो भयो नि यसको स्वाद खाने नै अमिलो त हो नि होइन नि गुलियो हो नि पखाल पर्दैन पक्कै यसमा एउटा बिसादी छैन के को पखाल्न पर्छ विषय त हालेको छु एउटा छोरा बिसादी दाइ खाइ त्यहाँ नि यहाँ पखाल्ने उहाँ त फेरि लहरा प्रेमी हो भनेको नि तिमीले रोपेको सिमीको लहरा कसरी जाँदै रहे सानो पुन्टुरे पाएँ मैले फेरि सिमीको लहरा कसरी जान्थ्यो अरे अनि त्यस्तो गएर मात्र के गर्ने माथि छाप्नी लाउन पर्छ अनि त्यस्तो मान्छेले लहरा कहाँ काट्छ त नि त्यो प्रणव माम खाऊ अनि जाऊ प्रणव मम खानु जाऊ प्रणव अब माम खाऊ अनि फेरि जाऊ ल आऊ आऊ किन अच्छा बाबा ओइ ओइ तेर्छ कि नै घर आउँछ कि नै माम खान आउँदैन खुर्का घर आइजा बिचरा लुलुरायो एउटाको अन्न नदेखेको भाइ ल ल ल ल रङ 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 ल रङ लगाइदिने ह्याप्पी होली डराउनु छोडिसक्यो त्यो कति लगाइसक्यो त्यसले रङ रङ हेर अब तिम्रो अनुहार यस्तै हुने भयो के अरे रातै ओइ के गर्छौ
खतरा खतरा रहेछ त ल बिहाको कोसेली बिहाको कोसेली ल ल ल ल यो खाऊ न दर्शन तिमीलाई यो मनपर्छ ल हेर ल यो मनपर्छ यो हेलो न्यूली म्यारिड है के रहेछ ओहो सेफ चाहिँ मिसेस प्रवीणा श्रेष्ठ सेफ सेफ हो भित्र गायब सेफ आऊ छुट्टै आलु भुटेको मैले मास्टर सेफ गर्नुभएको हजुरले च्याम्पियन मेरो परिवारहरूलाई के भन्छ सन्तुष्ट बनाउँछु ओहो ल यहाँ थपिदिनु है यहाँ सबै थाल खाली भइसक्यो पुरा खत्रै भएछ त हट ओइ हो ल ह्याप्पी होली लिनु छ अझै राख्नु खाना सबै सक्यो रित्यो के भन्नुहोस् र यहाँ भएर भन् त यहाँ भन् त जुम गएछ इङ्ग्लिस आउँदो रहेछ फेरि के अरे हट मम्मी सिँगाने मम्मी तेरो छोरी सिँगानी भएको त्यही भएर कसले चिया पकाउने हो यस्तो दिन आयो नि दाइले चिया बनाएर ल्याएर दिने दिन होलीमा होली आउनु भन्ने रहेछ खै कुनमा धेरै छ ल यार छानेर खानु पाइयो नि त हेत्तेरी यसमै खानु पर्यो हरायो है हरा घरमा बुहारी नौली आइन् के अरे अनि चिया पकाएर ल्याएन हामी त बल्लै थिएर फर्किँदै हम सुरु कता कता तालतिर जाने भने थिएँ ताल त ताल सपनामा गइयो अब घर अब यो डिजाइन जान्छ यस्तो चारपाटे हुन्छ के गर्नु र नि ल लेक साइड बेलुका चाहिँ हामी यता आइपुग्यौँ है लेक साइडतिर सरर होइन लेक साइडतिर सरर यहाँ कन्सर्ट यहाँ अहिले नि यहाँ कन्सर्ट आएर रहेछ ल नि प्याकअप अब उमा आइपुग्यो के अरे प्याकअप बेलामा आइपुग्यो ठिकै भयो प्याकअप भयो नि हेर्नु पाइयो आइसक्रिम खाने हो कि बास्किन रबिन्स एउटा 50-50 बाबु खाने आइसक्रिम छाल नखाने भएपछि क्यान्सल
टुरिस्टहरू रहेछन् होटल स्टोल्यान्ड वाफल खाने हो कि गाडी कहाँ आउने भनेको त तिमी झरेर यसो खान मिल्यो नि त हामी यसो उता एक राउन्ड म घुमेर आएपछि त सकि त हाल्यो अहो यता चाहिँ अलि रमाइलो रहेछ स्टिल होइन रमाइलो झिलिमिली अब आज झिलिमिली नै हेर्न पऱ्यो नि त होइन अलिअलि त यस्तो नकुदाउनु हो नि छ हाम्रो लेक साइडमा चाहिँ टुरिस्टहरू अलिक देखिन थालेर चाहिँ भइहाल्छ नि भइहाल्छ नि यहाँ त बिहा छ जस्तो छ कसैको पार्टी जस्तो छ बिहाको 1 and only क्यासिनो इन पोखरा होइन ताज यता पनि गर्थ्यो नि पहिला त नगर्दैछ खेतालको मन्दिरको अगाडि साइडमा ए तल यही थाहा भएन योपालि मलाई त यहाँ नि पार्टी रहेछ पार्टी खान जाने हो कि है अब घर आइपुग्यो हामी बिहा र झोला यहीँ छोडेर कुदेको मेरो कोसेली घर आइपुग्यो होली मनाउने त्यस्तै हो होली मनाउन चाहिँ रमाइलो गरियो खाइयो घुमियो अलिअलि थके लाग्यो अब घर आइपुग्यो मेरो फर्स्ट ट्राई भ्लग बनाउनलाई तपाईहरुलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुस् सब्स्क्राइब गरिदिनुस् सपोर्ट गरिदिनुस् है सबैजनालाई ह्याप्पी होली लास्टमा के ह्याप्पी होली चाहिँ फेरि बिहान ह्याप्पी होली भन्नै बिर्सेछ त नि बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम सबैहरूले त होली खेल्नु भयो होला है हामी चाहिँ होली खेलेनौँ फ्यामिली टाइम भयो रमाइलो भयो बाई बाई